कहाँ हिँडेको र तिमीहरू आफूलाई आफै ल्याउनु भएको छ त्यसमा सुँगुर छैन सुँगुर पुङ्गुर सबै बँदर सदर सबै छ ऐसे लुको बोट यसो गरौँ यहाँ एउटा टिटो बनाउँ कि ल है साथीहरू हामी चाहिँ यहाँ ऐसे लु काफल छ काफलको बोटिङ अरे काफल ए काइले दिदी लाउँदा ए काफल ए काफल काफल खै छ ल सुजा त यहाँ म भिडियो बनाउँदा म टिप्छु होइन सबै गरी म ऐसे लुको बोट भनेर भिडियो बनाउँ यिनीहरू काफल टिप्न गए यिनीहरू काफल टिप्न गए काफल ऐसे लु पाके पाके टिप ओहो अहिले अर्कोले थाहा छ कि आउँछ पानी आइसक्यो मुखमा ऐसिलो खाएको काफल टिपेको जामा हात मेरो टिपेर खाऊ म त खाइनँ यसरी टिप्नु कसरी टिप्ने रे कति जुम गरिसक्यो यसले आमा यो बिमले त लडी बिमालाई चाखा चाहिँ दिनु है मैले चाखेको छैन ल लु एक झुम्पा दिनु उसलाई पनि ऐसे लु खाऊ है यसलाई सुना त यसले राल चोइसक्यो होला बिचारा उसले पहिला अगाडि ए मैले अघि अन्जुलाई कुन दिउँ ऐसे लुको बोट होइन त्यो त खाएको यो कराउँदैन है जङ्गलको चाहिँ आमा जान हुँदो रहेछ मिठो खाएको छैन लु काफल नखाने फर्स्ट व्यक्ति चस्मा लगाइहाल्नु चस्मा लगाएर चाहिँ एकछिन म एउटा भिडियो बनाउँछु यसको देऊ न पहिले काफल काफल नखाने फर्स्टचोटि खाएको फर्स्ट टाइम खाने काफल दिदीले ऐसेल चाहिँ खाएको छु चिनेकै रहन्छ काफल यो कसरी तान्नु त नि ए होइन किनेर त खाएको हो कि क्या हो अनि हो किनेर खाएको हो साँच्ची त्यो न्युयोर्कतिर पाइन्छ नि त नि मलाई खानै भयो अनि अर्को एउटा हुन्छ नि अन्जु किमु भेट्छ त त्यो तान्नु त यहाँ एक दाइनो खुट्टा पहिला झार्नु तल अब यो बिमले त लु म त मरेँ किमु जस्तै हुन्छ नि एउटा त्यो के पो किम्बु नै हो ओइ हाम्रो सामान चाहिँ कुकुरले खाइदिला नि मलाई गान्सरकै याद आयो काफल देखेर त ल र गानु सर लग्दै ब्यागमा हालेर लगिदिन्छु एक मुठी मेरो नानीलाई बट्टामा लाउनुपर्छ अहिले बट्टामा लाउनुपर्छ लु सबैलाई हेर्नु यो त म अहिले म टिटो बनाउने दामी टिटो बनाउँछु ल सबैको उता घरमा गएर कता पो भएन त्यस्तै आएन जान तर कहाँ रहेछ है बितिकै सकेन क्या यो छोटो हालेर मेरो चाहिँ फेरि चप्पल चिप्लिन्छ नझर है बाबु नझर है गाउँमा त्यो घाँस काट्न गएको जस्तो भयो बिमा क्यामेरा उतापट्टि फर्काउन आएन त कता अलिअलि राख्नुपर्छ है क्यामेरा उतापट्टि गएन त मेरो ए उ नै हराएको यहाँबाट गर्ने हो नि त है र ए कुकुरले चाहिँ त्यहाँ हाल्ला